आजको भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ किनभने यहाँ चाहिँ मैले रेसिपी ल्याएर आएको छु। सो हेलो गाइस, वेलकम टु आवर मिनी ब्लग। अब भिडियो स्टार्ट गरौँ है त। म चाहिँ आज गावाको रेसिपी ल्याएर आएको छु। मलाई जस्तो आउँछ त्यसरी बनाउन। फर्स्टमा मैले यसरी पात केलाएर यसरी पखालेँ। पछाडिको त्यो नै हाल्छ कसैले, मलाई चाहिँ त्यो हालेर बनाउन आउँदैन। अनि यसरी डल्लो डल्लो पार्ने, यो चाहिँ हाम्रो स्टाइल हो है। म चाहिँ यसरी नै बनाउँछु। मैले आफ्नो मम्मीलाई बनाएको यसरी नै देखाइदिएँ। अनि त्यसपछि मजाले पानी तताउने अनि यसलाई चाहिँ पानीमा मस्तले हालिदिने। त्यसपछि यता टिमुर र लसुनको छोप बनाउने, थोरै खुर्सानी अनि अलिकति प्याज त नहालिने हुन्छ। मैले चाहिँ प्याज पनि काट्दिएँ। अनि त्यसपछि यतिको पाकेपछि चाहिँ यसलाई निकालेर यसरी मस्तले यसलाई खुर्नुपर्ने हुन्छ। यसलाई मसिनो गर्नुपर्छ। अनि थोरै पिठो हालेर अनि यसलाई चाहिँ मजाले अझै त्यसरी मिक्स गरिदिनुपर्छ। अनि मजाको भइसकेपछि यतिको भइसकेपछि यहाँ मेथी हालेको चाहिँ मलाई एकदम धेरै मनपर्छ। थोरै मेथी हाल्ने अनि लसुन हाल्ने। अनि त्यसपछि चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ टिमुर र लसुनको छोप हालिदिनुपर्ने हुन्छ। अनि यहाँ प्याज पनि मैले एक्स्ट्रा एड गरेछु, प्याज त नगर्नुपर्ने हो कि। सबभन्दा लसुन र सुकेको खुर्सानी टिमुर हो चाहिने। अनि बेसार सेसार हालेँ अनि मसला यति भइसकेपछि अनि यसलाई हालिदिने। त्यसपछि नुन हाल्ने। तपाईँहरू पनि ट्राई गर्न सक्नुहुन्छ। बाई।